हेलो गाइज वेलकम टु माई च्यानल स्मार्टोस। आज चाहिँ हामी क्लास 12 को आयोनिक इक्विलिब्रियमबाट एउटा चाहिँ इम्पोर्टेन्ट टपिक अथवा डेरिभेसन जुन हो रिलेसनशिप बिट्विन पीएच एन्ड पीओएच भन्ने चाहिँ कभर गर्न गइरहेका छौँ। अब ढिलो नगरी सुरु गरौँ है त। वाटर आयोनाइजेज एज अब हामीले के गर्छौं भन्दा वाटर भनेको हाम्रो के भयो H2O भयो। त्यो चाहिँ आयोनाइज हुन्छ केमा भन्दा H प्लस OH माइनसमा चाहिँ हाम्रो आयोनाइज हुन्छ। यो भयो हाम्रो इक्वेसन 1। अब हामीले के लेख्छौं भन्दाखेरि द आयोनिक प्रोडक्ट अफ वाटर इज KW। आयोनिक प्रोडक्ट भनेको चाहिँ हाम्रो KW हो। KW भनेको हाम्रो के हुन्छ H प्लस जुन चाहिँ हामीले ब्राकेट भित्र राख्छौं अनि OH माइनस चाहिँ हुन्छ हाम्रो। टेकिङ लग अन बोथ साइड लग, अब लग हाल्छौं है हामीले यो इक्वेसन 2 मा चाहिँ हामीले लग हाल्छौं। लग KW इज इक्वल टु लग H प्लस अनि लग OH माइनस चाहिँ हामीले हाल्छौं। यो भनेको हाम्रो के भयो भन्दाखेरि अब लग छ यहाँ भनेपछि हामीले के गर्छौं लग KW इज इक्वल टु लग एउटा ब्राकेटमा राख्छौं। अब यसलाई हामीले H प्लस OH माइनस भयो। अनि यो भएपछि हाम्रो के हुन्छ भन्दा हामीले के लिन्छौं भन्दा नेगेटिभ साइन चाहिँ अगाडि लिन्छौं जसले चाहिँ यहाँ चाहिँ प्लस गराइन्छ। माइनस लग KW इज इक्वल टु यहाँ चाहिँ हाम्रो के हुन्छ भन्दा लग H प्लस OH माइनस चाहिँ हुन्छ ब्राकेटमा। अब हामीले के गर्छौं भन्दा माइनस लग KW को KW नै हुन्छ अनि यहाँ लग छ नि लग H प्लस लग OH माइनस आयो भनेपछि हाम्रो यो लग H प्लस भनेको चाहिँ हाम्रो के हो P को माथि H हो। लग H प्लस भनेको हाम्रो P को माथि H हो अनि लग OH माइनस भनेको चाहिँ हाम्रो P को माथि OH हो। अब हामीले के गर्छौं लग यो माइनस छ भनेपछि यहाँ P हुने भयो अनि यो KW को KW हुने भयो अनि PH को PH हुने भयो अनि POH हुने भयो। यो चाहिँ हाम्रो थर्ड नम्बर इक्वेसन भयो। अब हामीले के गर्छौं भन्दा 25 डिग्री सेल्सियसमा चाहिँ हाम्रो KW चाहिँ 1.0 इन्टु 10 को दी पावर माइनस 14 चाहिँ हुन्छ। अब हामीले लग माइनस छ नि यहाँ माइनस छ माइनस लग KW को भ्यालु 1.0 इन्टु 10 को दी पावर माइनस 14 इज इक्वल टु P को भ्यालु H प्लस P को OH। यो H प्लस POH यहाँ है नि त त्यही लेखेको के राखेको भन्दा KW को भ्यालु चाहिँ राखेको यसमा। अब हाम्रो के भयो भन्दा PH प्लस POH इज इक्वल टु यो सब हिसाब गर्दाखेरि हाम्रो के आउँछ भन्दाखेरि यो क्याल्कुलेटरमा हाल्नु भयो भने हाम्रो आउँछ 14 आउँछ। यो नै हाम्रो इक्वेसन नम्बर 4 हो अनि यही नै चाहिँ हाम्रो डेरिभेसन हो।